तपाईँको विचार पनि एकदम सही राख्नुहोस् कि एकदम सही विचार। अब कर्म गर्ने हो, हामी कर्म गरेर खाने हो। तपाईँ हाम्रो यो जुन करेक्सन छ नि यो त सायद अब त्यो कर्म गरिन्जेल हो नि त होइन। भोलि त तपाईँ कहाँ म कहाँ, म पनि अब 6-7 वर्षपछि रिटायर भएर जाउँला, तपाईँ नै कतिजना जानुहुन्छ। तर हामीले हाम्रो कर्मले नै भाग्य बनाउने हो कि। तपाईँले असल कर्म गर्नुहुन्छ भने अवश्य पनि तपाईँको भाग्य चाहिँ सफल हुन्छ कि, भाग्यले साथ दिन्छ। किन म पनि एउटा गाउँबाट झोला बोकेर आएको मान्छे हो हेर्नुहोस् होइन। अहिले मैले आजको मेरो आफ्नो कर्मले हो नि त, मेरो आफ्नो असल कर्मले गर्दा मैले गरेको छु नि यति प्रगति। र तपाईँहरूले पनि गर्न सक्नुहुन्छ मलाई लाग्छ। अहिले यी धेरै त यहाँ साना साना उमेरका छन्, उहाँको धेरै ठुलो भविष्य छ होइन। त्यस कारणले गर्दा कर्म चाहिँ जहिले पनि कर्म असल गर्नुहोस्, विचार जहिले पनि पोजिटिभ राख्नुहोस् कि भएन छैन म गरिब भएँ त्यो होइन कि। गरिब कोही छैन हेर्नुहोस्। तपाईँको भगवानले यत्रो शरीर दिएछ हामीलाई, बहुमूल्य शरीर। तपाईँलाई म एउटा आँखा दिनुहोस् म 1 करोड दिन्छु, तपाईँ दिनुहुन्छ कसैले? हामी कसरी गरिब भयो? हामी गरिब छैनौँ, हामी एउटा मानसिकता मात्र गरिब भयो। पैसा छैन भने गरिब हुँदैन, मन एकदम धनी हुनु पर्यो कि। पैसा अब भनेको आउँछ, काम गरेर बिस्तारै बिस्तारै आउला, आफ्नो कर्ममा भाग्यमा चाहिँ त्यति आउने, फेरि धेरै त आउँदैन होइन। अरूको छ, अरू गाडी चढ्यो घोडा चढ्यो भने आफ्नो त अब त्यो भएन। आफ्नो कर्म आफ्नो भाग्यमा जति छ यसमा आनन्दले खुसी भएर बस्नु पर्यो कि। आजको पल आजको क्षण रमाइलो हुनु पर्यो। बितेका कुराहरूमा कहिले पनि ध्यान दिनु भएन, किन बितेका कुराले राम्रो कुराले पनि तपाईँलाई पीडाइदिन्छ, किनभने यो अहिले छैन होइन। नराम्रो कुराले पनि तपाईँलाई पीडाइदिने हो। त्यसले बितेकोतिर हामी जाँदै नजाने हो, अहिलेको अवस्थामा हुनु पर्यो। यदि तपाईँले अहिले सही काम सही कार्य गर्नुहुन्छ तपाईँको भविष्य त राम्रै छ त होइन। मैले बुझेको त्यही हो। यही अनुसार तपाईँले पनि यो आफूलाई एकदम रूपान्तरित गर्नुभयो भने चाहिँ जीवन सहज हुनेछ। र अर्को कुरा मैले जहिले पनि तपाईँलाई भइरहेको अनुशासन, सबैभन्दा ठुलो जीवनमा अनुशासन रहेछ कि। तपाईँले सुरुबाट अनुशासन भन्ने कुरा अब बिहानैबाट सुरु हुन्छ कि। तपाईँ बिहान जुरुको उठ्ने बित्तिकै तपाईँ कति बजी उठ्नुहुन्छ त्यहीबाट सुरु हुन्छ कि। कोही मान्छे घाम लागेसम्म सुतिरहन्छ, किन त्यो स्वास्थ्य खराब गरेर हेर्नु उनीहरूले, उनीहरूको स्वास्थ्य खराब हुन्छ। किनभने बिहान जति सक्दो तपाईँ सबैको धेरै जस्तो जीवन कहानी हेर्नुहोस्, जो मान्छे बिहान चाँडो उठ्छ नि उसको प्रगति निश्चित छ। त्यही भएर बिहान धेरै आफ्नो चाँडै उठ्ने, बिहान उठ्ने बित्तिकै तपाईँहरूलाई मैले अलिअलि योगा पनि सिकाएको थिएँ, कतिले योगा पनि सिक्नु भयो होला होइन। अलिअलि योगा जिउ हल्लाउने, यताउता गर्ने, तातो पानी मन तातो 2-3 ग्लास खाने बिहान। त्यसरी दिनको सुरुवात गर्नुहोस् कि। बिहानदेखि बेलुकासम्म पहिला आफ्नो शरीरलाई हेर्नु पर्यो कि। तपाईँ बलियो भरि काम गर्ने त होइन, तपाईँ यहाँ रोगी भएर म काम दिन्छु र होइन। पहिला त आफ्नो शरीरलाई हेर्नु पर्यो नि त। हाम्रो त तपाईँसँग मेरो सम्बन्ध भनेको त कामको मात्रै हेर्नुहोस्, फ्याक्ट भन्दा अरू केही सम्बन्ध छैन। भोलि तपाईँ लङ्गडो भनेर म काममा राख्दिनँ, तपाईँलाई रोग लाग्यो भने म काममा राख्दिनँ। जहाँ पनि त्यही हो, म मात्रै हेर्ने फेरि है, प्रत्येक ठाउँमा त्यही हुने हो। त्यही भएर आफ्नो शरीरलाई चाहिँ एकदम ख्याल गर्नुहोस्। किन मलाई पीडा भयो भने मलाई मात्र हुन्छ कि, तपाईँको बुढासँग सेयर गर्ने मिल्छ पीडा मिल्दैन नि होइन। पीडा भयो त मलाई दुखी रहन्छ नि, म बुढीलाई सेयर गर्न मिल्दैन नि। त्यसैले आफ्नो शरीरलाई पहिला सुरुमा आफूले एकदम राम्रो गर्नुहोस्, त्यसपछि आफ्नो घर परिवार सबैलाई आफूले सिकेका राम्रा कुराहरू, राम्रा कुरा खाने, स्वस्थ बनाउने शरीर भन्नेतिर लाग्नुहोस्। पहिला शरीर बनाउनुहोस्, शरीरको अनुशासन गर्नुहोस्। त्यसपछि आएर तपाईँको व्यवहारिक पनि अनुशासित हुनु पर्यो। तपाईँको व्यवहार पनि, तपाईँ यहाँ काममा आउनुहुन्छ एकदम आनन्दले कि आफ्नो इमान्दारीका साथ काम गर्नु पर्यो कि। मैले देखाएको छैन भनेर काम नगरिएन कि। मैले नदेखाएँ त्यहाँ माथि त कोही त होला नि देखेँ, तपाईँको भाग्य लेखिरहेको त्यसले, पक्कै पनि भाग्य लेखिरहेको छ कि। यदि तपाईँले मलाई ढाँट्नु भने मलाई ढाँटेको होइन कि, तपाईँको आफ्नै भाग्यलाई ढाँट्नु भयो कि। यो कुरा तपाईँले याद गर्नुहोस्। त्यही भएर एकदम आफ्नै कम्पनी भन्डालेर तपाईँले काम गर्नुपर्छ। त्यो हो भने मात्र तपाईँ चाहिँ होला तपाईँसँग सबै जस्तो धेरै सम्पत्ति नहोला, तर तपाईँ खुसी चाहिँ सुखी हुनुहुन्छ कि। सम्पत्ति हुँदैमा मान्छे सुखी हुँदैन, धेरै छोराछोरी हुँदैन सुखी हुँदैन। सुखी भनेको आफैमा हो कि। आफू सुखी भयो भने